मलाई लाग्छ नेता दुई किसिमको देखिरहेको छ। एउटा सदाबहार, एउटा सिजनल। सदाबहार भनेको सुरुदेखि एउटा भोगाइदेखि लिएर, सङ्घर्षदेखि लिएर, सदनदेखि लिएर फेरि जनताको बिचमा उतार चढाव जस्तो आफ्नो जीवनमा जति सङ्घर्षको क्रममा तपाईँ केही नबन्नुस्, केही नभए पनि सङ्घर्षको क्रममा उतार चढाव जीवनमा आउँछ। हाँसो, खुसी, रुवाई, यो मुस्कान, यो सब भइरहन्छ। तर नेता भनेको अझै एउटा उच्च स्तरीय परोपकार, आफ्नो त यसमा रहँदैन, मतलब सामूहिकतामा आफू पनि आउँछ। तर त्यसरी सामूहिक रूपमा आफूलाई प्रस्तुत गर्दै सबैप्रति सहज हुँदै त्यो समाज, त्यो रहन सहन, मतलब जनता जस्तै आफूलाई ढाल्न सक्नु र निरन्तर उतार चढाव, चाहे पार्टी होस्, चाहे सरसमाज होस्, चाहे सरकार होस्, सदनमा होस्, सडकमा होस्, मुद्दामा जनताको हितमा सदैव सदाबहार रूपले निरन्तर बगिराख्नु, नदी जस्तै जस्तो चट्टानवाला बाटो आयो नि फेरि बाटो बनाउँदै निस्किँदै, तर जनताको मुद्दा, जनताको आवाज बोल्न चाहिँ नछोड्नु आफ्नो जीवनभर। यस्तो नेता चाहिँ सदाबहार नेताको रूपमा देखिन्छ, जुन हाम्रा देशमा पनि थुप्रै हुनुहुन्छ। सङ्घर्ष सुरु गरेदेखि जीवन समाप्ति, सास समाप्ति भएसम्म सदैव जनताको लागि सोच्दै जीवनको अन्त्य गर्नुभयो। तर अहिले धेरै मात्रामा सिजनल नेताहरू प्रस्तुत भएका छन्, आएका छन्। त्यो के देखिन्छ भने एउटा हाम्रो नेपालमा एउटा आइडियोलोजी लिएर बस्छन्, तुरुन्तै केही पाएनन् भने भोलिपल्टै अर्को पार्टीमा, मतलब क्लियर छैन कि ऊ कुन सोचको, कुन सिद्धान्तको, कुन विचारको हो, चिन्नै गाह्रो। अर्को पार्टीमा जानुहुन्छ, फेरि अर्को पार्टी धुमधामले स्वागत पनि गर्छन्, फेरि त्यसमा चित्त बुझेनन् भने फेरि अर्को र उहाँहरू के गर्नुहुन्छ भने अवसरको खोजीमा त्यसरी निस्किनुहुन्छ। जनताको मुद्दा, जनताको पीडा, जनताको आवाज लिएर होइन कि आफ्नो स्वयं, आफ्नो लागि चाहिँ अवसर कहाँ मिल्छ त्यसरी खोज्दै बाटोमा निस्किनुहुन्छ र जहाँ भेट्छ, जति दिनको लागि भेट्छ उपभोग गर्नुहुन्छ र फेरि यदि त्यसमा देखिएन त्यस किसिमको उपलब्धि भने अर्को कुनमा पाइन्छ, त्यसमा जानुहुन्छ, फेरि त्यसमा देखिएन भने अर्को कुनमा पाइन्छ, त्यसमा मिनेट पनि लाग्दैन त्यसरी जानुहुन्छ। र हुँदाहुँदै नेपालको परम्परामा त जानुहुन्छ, फेरि त्यही पार्टीमा आउनुहुन्छ, फेरि उच्च कुर्सी पाउनुहुन्छ। अनि यो उपहारहरू पाउँदा को त्यस्तो नगर्ने होला? कसैलाई छ कि हैन म मुद्दा, सिद्धान्त, विचार र नेता बन्न चाहन्छु भने
उहाँहरू सदाबहार पार्टीको उतार चढाव होस् कि देशको उतार चढाव होस् कि सदैव निरन्तर बग्ने क्रममा रहनुहुन्छ। नेता तपाईँ जुनसुकै पार्टीको होस्, जहाँ होस्, जनताको लागि बनिदिनु, देशको लागि बनिदिनु भयो भने त्यसमा यो फरक पर्दैन कि यसरी। तर कति आइडियोलोजी कसले अपनाउने नअपनाउने, त्यसको सपोर्टर त्यसरी हुन्छन् र आफ्ना पनि विचार, आफ्ना रहनसहन, आफ्ना काम गर्ने शैली कतातिर मिल्छ र के गर्न सकिन्छ जनताको लागि यहाँबाट भन्ने भोगाइले र आफूलाई जहाँ लाग्छ त्यो सिद्धान्तमा बस्न सहज हो, राम्रो हो। त्यसरी नेता हुन्छन्। तर सिजनल नेताहरू अहिले यति धेरै नेपालमा भएको छ कि सबै पार्टीमा चहार्दै हिँड्छन् र सबै पार्टीलाई बिगार्छन्। पाएन भने अर्कोमा, पाएन भने अर्कोमा, पाएन भने अर्कोमा, फेरि पाएन भने फेरि त्यसमै आउने र ल्याउने पनि र उता स्वागत गर्नेहरू पनि त्यतिकै छन्। उनीहरूले सजाय पाउँदैनन् त के हुन्छ, घुमिरहन्छन्। तर यस्तो नेता होइन। सदन, सांसद, मन्त्री, जीएम, सीएम बन्नु मात्रै नेता होइन। जनताको लागि पदमा हुनु नहुनु सदैव सोच्नु र मातृत्व भावले जनताप्रति उत्तरदायी हुनु नेता हो। धन्यवाद।